नमस्कार। अहिले पुरै देश नै निर्वाचनमा होमिएको अवस्था छ, निर्वाचनमा लागेको अवस्था छ र यो निर्वाचनको सन्दर्भमा निर्वाचनको प्रसङ्गलाई जोडेर म केही कुराहरू राख्न चाहन्छु। अब कतिसम्म सान्दर्भिक होला, कस्तो गर्ने, के गर्ने, म आफ्नो विचारलाई एउटा यो भिडियोको माध्यमबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा समग्र साथीहरूलाई म सेयर गर्न चाहन्छु। जुन अहिलेको जुन निर्वाचन छ नि, यो हजुर मान्नुहोस् नमान्नुहोस्, यो 100% जेन्जी योद्धाहरूको कारण चाहिँ सम्भव भएको हो। भलै उनीहरूले डिमान्ड गरेका मागहरू, उनीहरूको चाहनाअनुसारको चाहिँ म्यान्डेट पुरा नभएको हुनसक्छ, तर चुनाव चाहिँ 2 वर्ष अगाडि हुनु भनेको यसलाई हामी नकार्न मिल्दैन। अब रह्यो कुरा चुनावमा अहिले धेरै पार्टीहरूले नयाँ नयाँ चाहिँ आफ्नो एउटा योग्य, कर्मठ, लगनशील, सक्षम उम्मेदवारहरू तय गरेका छन्। आफ्नो ठाउँमा अब जस्तै मानौँ कोही एमाले, कोही त नेपाली कम्युनिस्ट पार्टी, त कोही नेपाली कङ्ग्रेस, अर्को कोही अब मधेसवादी दलहरू र अहिले के अरे राष्ट्रिय स्वतन्त्र पार्टी, अनि त्यस्ता विभिन्न किसिमको पार्टीहरू छन्, अनगन्ती पार्टीहरू, राप्रपा। हेर्नुहोस्, अब रह्यो कुरा के त, पार्टी आफैमा खराब हुँदैन। यदि मलाई सोध्नुहुन्छ भने पार्टी कुनै खराब हुँदैन। पार्टीको नीति सिद्धान्त, त्यो देशलाई कसरी लाने, समाजलाई कसरी अगाडि बढाउने, र त्यो पार्टीको वास्तविकता सिद्धान्त के हो त? पार्टीको निर्माण किन गरिएको छ त? उसको अब्जेक्टिभ के हो? र एउटा समाजमा त्यो पार्टीले कस्तो भूमिका खेल्ने त? पार्टीको नेतृत्व पङ्क्तिले भूमिका कस्तो खेल्ने त? त्यसमा निर्भर गर्ने गर्दछ। र त्यही अनुसार चाहिँ प्रत्येक नेपाली नागरिकले, प्रत्येक चाहिँ मतदाताले यसमा चाहिँ गम्भीर भएर सोच्नुपर्ने जरुरी छ। अब भन्ने त गरिन्छ, त्यसमा म विश्वास गर्दैन, त्यो भन्नु पनि हुँदैन। तर के भन्छ भने नेपाली मतदाताहरू भेडा छन् रे। भेडा किन भनियो त? त्यही नेताले भेडा भन्छन्, त्यही नेता भोलि चाहिँ हात जोड्न जान्छन्। वास्तवमा हामी मतदाता भेडा नै हो त? हामी भेडा फेरि भन्ने त? यावत कुराहरू आफ्नो ठाउँमा उब्जिने स्वाभाविक हो। त्यसलाई हामीले मनन गर्नुपर्छ, आत्मसात गर्नुपर्छ। र त्यो भेडा शब्द जुन छ नि, त्यो भेडाको जुन एउटा लडाइँ हुन्छ नि, भेडाको जुन एउटा के भन्ने, भेडाले जब हान्छ नि कसैलाई, त्यसको चाहिँ पीडा, त्यसको चाहिँ के भन्छ चोट कस्ता कस्ता पहलवानले चाहिँ थ्याक्न सक्दैन हो। ल, नेपाली जनता भेडा हो, तर त्यो भेडाले हान्ने जुन एउटा के भनौँ, त्यो हिट हो नि, त्यो भेडाले हान्ने जुन चोट हो नि, त्यो चोट दिने जरुरी छ यो चुनावमा। त्यस्ता सोकल्ड नेताहरूलाई आम जनताले र एउटा इमानदार मतदाताले भेडा स्वीकारी, नो प्रब्लम, तिमीहरूले जे भन्नु छ भन्। र भेडाले जब अब यसपालि जो हान्छ नि, यस्तो सिङले हान्छ, त्यसमा कति क्वान्टलको लोड हुन्छ, जब तिमी पराजित हुन्छ नि, त्यो बेला थाहा हुन्छ। तेरो पैसा पनि सखाफ हुन्छ, तेरो समय पनि सखाफ हुन्छ, र मानसिक र शारीरिक किसिमले तिमीलाई त्यो भेडाले यसपालि ठोक्छ। त्यसमा त्यो अनैतिक नेताहरू, गैर जिम्मेवार नेताहरू, ठग नेताहरू र अहिलेसम्म देशलाई चुस्ने नेताहरूलाई यसपालिको निर्वाचनमा जनताले भेडाले ठोक्ने जसरी ठोक्छ, त्यसमा म विश्वस्त छु। आदरणीय जनसमुदाय, चुनावमा दुःख र सुखमा गाउँ गाउँमा यो मेरो विनती हो। दुःख र सुखमा तपाईसँग को भेटेको छ, गाउँ गाउँमा को गएको छ, विकास प्रेमी नेता को हो, विकास कसले गरेको छ,
बिना स्वार्थ, त्यो नबिर्सनु होला। अर्को कुरा, पुरानो तर काम फिटिकी नगरेको, पुरानो र नयाँको कुरा होइन। यहाँ नेतामा नेतृत्व छ कि छैन? वास्तविक नेता को हो त? नेता सिधै भनेर हुन्छ? त्यो खादीको कुर्ता लगाएर, माथिबाट कोट हाफकोट लगाएर, धोती र कुर्ता र गम्छा लगाएर नेता बनिँदैन। नेतामा नेतृत्व गर्ने क्षमता हुनुपर्छ। नेता इमान्दार हुनुपर्छ। नेता स्वार्थविहीन हुनुपर्छ। नेतामा स्वार्थ हुनै हुँदैन। नेतामा एउटै स्वार्थ के हुनुपर्छ भने राष्ट्र निर्माणमा मेरो दायित्व के हो, मेरो जनतालाई कस्तो रूपमा लिने त, त्यो भेडा भन्ने। मेरो जनता भनेको सर्वोपरि हो, सर्वश्रेष्ठ हो भने शिरोधार गरेर जो अगाडि आउँछ त्यसलाई नबिर्सनु होला। अर्को, मेरो निजी क्षेत्र जे गरे नि भो, यो राजनीति भनेको मेरो निजी क्षेत्र हो। नेपाली जनता भनेको त निमुखा हुन्। ती जनतालाई जस्तो रूपमा घुमायो त्यस्तै घुम्छन्। जसले अहिलेसम्म बुझेको छ, आफ्नो राजनीति पेवा ठानेको छ, यो मेरो बपौती सम्पत्ति हो, मेरो बपौती पद हो र मेरो बपौती क्षेत्र हो, त्यसलाई आदरणीय जनसमुदाय, आदरणीय बहुमूल्य मतदाता, तपाईहरुसँग मेरो विनती छ, यसपालि प्लिज प्लिज धोका नखानु होला। धोका कदापि नखानु होला, नत्र आउने भावी पिढीले तपाईले माफ गर्ने छैन। किन? कति धोका खाने? गएको समय जिन्दगीमा आउँछ। बन्दुकबाट गोली निस्केको गोली फिर्ता हुन्छ, नदीबाट बगेको पानी फिर्ता हुन्छ। भन्दिनुस् त? हुँदैन। त्यसकारण आएको समयलाई ग्रास्प गर्न सक्नुपर्छ। पाएको समयलाई हामी सदुपयोग गर्न सक्नुपर्छ। त्यसलाई मौकामा चौका हान्न सक्नुपर्छ। त्यो नै बुद्धिमत्ता हो र त्यही बुद्धिमानी हो, त्यो म भन्न चाहन्छु। आफ्नो भाषा संस्कृति दुःख र सुख बुझ्ने मान्छे सधैँ, आज यो त्यो एउटा हुन्छ नि, त्यो सिजनल नेतालाई चाहिँ कहिले पनि सपोर्ट नगर्नु होला। तपाईसँग काँधमा काँध मिलाएको, दुःख र सुखमा सँगसँगै भएको आफ्नो दाजुभाइ, आफ्नो बुवा मम्मी, आमा मम्मी भन्छन्, आमा भनौँ हैन, त्यस्तो रूपमा जो चाहिँ प्रत्येक पल 24 घण्टा तपाईको साथ जो हुनुहुन्छ, उसँग चाहिँ काँधमा काँध मिलाएर अगाडि बढ्नु होला, साथ दिनु होला, त्यो मेरो विनती छ। अर्को कुरा, अहिलेसम्मका चरित्र र इमानदारितालाई मूल्याङ्कन गर्नुस्। अरूले भनेर हुँदैन, तपाईँ मान्छे हुनुहुन्छ। अरूले जे भन्छ छोडिदिनुस्। तपाईले थाहा छ तपाईँ को हुनुहुन्छ। अरूले भेडा भन्दैमा के तपाईँ भेडा हो? होइन नि, मनुष्य हो, मानव हो। त्यो पनि मतदाता भनेको सर्वश्रेष्ठ हुन्छन्। मतदाताको बलमा ती नेताहरूले राज्य गरेका हुन्छन्। ती नेताले राज्यलाई या त गर्वशील बनाउँछन् या त त्यसले चोरी गरेर, भ्रष्टाचार गरेर, भ्रष्ट साबित भएर देशलाई बर्बाद गरिदिन्छ। त्यसमा जनताको दोष छैन, त्यसमा ती निमुखा मतदाताको दोष छैन, त्यसमा ती बेइमान नेताहरूको दोष छ। त्यसकारण त्यस्ता चरित्रहीन, नैतिकहीन, गैर जिम्मेवार नेताहरू जुनसुकै पार्टीको होस्, पहाडको होस्, हिमालको होस्, तराईको होस् र सोकल मधेसको होस्, त्यसलाई कदापि चाहिँ एक्सक्युज नगर्नु होला। यो मेरो विनती छ, मेरो अनुरोध छ। अर्को कुरा, त्यो विगतको दिनमा उसले देखाएको चरित्र, उसले देखाएको इमानदारिता र उसले देखाएको गैर जिम्मेवारीपनलाई आत्मसात गर्दै मूल्याङ्कन गर्नु होला। यसपालि त्यो बल तपाईको कोर्टमा छ। त्यसलाई चाहिँ सिक्सर हान्ने हो, चौका हान्ने हो कि एउटा दुईटा गोल लिएर छोडिदिने हो, या तपाईँ बोल्ड हुने हो, या त नेतालाई बोल्ड आउट गर्ने हो। यो धेरै महत्त्वपूर्ण समय छ। धेरै पार्टीलाई हेर्नुस्, धेरै पार्टीका नेतालाई हेर्नुस्, अवसरवादी भएका छन्। आफूले बोकेका सिद्धान्त छोडेर व्यक्तिगत स्वार्थको कारणले सिद्धान्तै छोडिदियो, पार्टी नै छोडिदियो। आफूले पाएको, आफूले निर्माण गरेको संस्थाको सम्पूर्ण अस्तित्व गमाएर क्षणिक लोभमा अरू पार्टीबाट लड्दैछन्। धेरै नेताहरू त्यस्ता छन्।
ती नेतालाई थाहा छैन अहिले 21औं शताब्दी भन्दा पनि हामी अगाडि गइसकेका छौँ। अहिलेको जनता त्यस्तो चाहिँ मूर्ख छैन। उसले मूल्याङ्कन गर्छ, उसले त्यसलाई विश्लेषण गर्छ। तिमीहरूले देखाएको चरित्र, तिमीहरूले ठग्ने जो प्रवृत्ति छ नि, त्यो एकदम बुझेका छन्। यसपालि हेर्दै जाऊ। यो मेरो विश्वास छ, यो मेरो विश्लेषण छ। अनएक्सपेक्टेड रिजल्ट आउँछ यसपालि नेपाली जनताले विश्वलाई देखाउँछ नेपाली जनतामा त्यो दम्भ छ, त्यो बौद्धिकता छ, त्यो योग्यता छ र त्यो यथार्थलाई साबित गरेर छोड्छ। यो मेरो चाहिँ एउटा फोरकास्ट गरेको छु, मैले भविष्यवाणी गरिरहेको छु। त्यो हेर्नु होला, त्यो दिन धेरै टाढा छैन। अर्को कुरा, सम्पूर्ण मतदाता महानुभावहरूलाई मेरो हार्दिक विनती छ, मौकामा चौका हान्नुहोस्। यो पाएको मौका सित्तैमा प्लिज नगमाउनु होला, नत्र हामी फेरि एउटा दशक पस्ताउनु पर्ने हुन्छ, 2 दशक पस्ताउनु पर्ने हुन्छ। त्यो 3 दशक, 4 दशक, कति दशक जान्छ त्यो थाहा छैन। त्यसकारण हामीले पाएको दुःख हामीले थाहा छ, हामीले भोगेको दुःख हामीले थाहा छ। अरूले भनिदिँदैमा हामी चाहिँ आफ्नो पथ परिवर्तन गर्नु हुँदैन। आफ्नो मानसिकताको प्रयोग गर्नुपर्छ, आफ्नो बौद्धिकताको प्रयोग गर्नुपर्छ। अरूले भनिदियो यो नेता राम्रो छ, त्यो राम्रो छैन, यो त कति विकास गर्छ, प्लिज त्यसको पछाडि नजानु। आफ्नो आत्मालाई सोध्नुहोस्, आफ्नो मानसिकतालाई सोध्नुहोस् र आफूलाई जे राम्रो लाग्छ त्यो गर्नुहोस्। त्यसको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। ठग्नेलाई ठग्नु होला, किन टिट फर ट्याट भन्ने एउटा चलन छ, एउटा उखान छ। जस्ताले त्यस्तै टिट फर ट्याटमा जानु भएन भने मान्छे सुधार्दैन। त्यो सुधार्न चाहँदैन। उसले के भन्छ, वाट एभर आई एम डुइङ द्याट इज करेक्ट। Nobody knows what I'm doing. Whatever I'm doing, that is correct. Nobody can find what is my fault. याद गर्नु होला। उसले के बुझ्छ नि, we all are foolish. I am only one that knows everything. I'm the good leader. Others are foolish. Please, you must prove that the voters are not the foolish. We have that capacity. We make you foolish after the result. That is my faith. That is my belief. That is my trust. And आदरणीय मतदाताज्यूहरू, तपाईहरू यो प्रुभ गर्दै साबित गर्नुहुन्छ, त्यो मलाई विश्वास छ। अर्को कुरा, आफू बीच प्रतिस्पर्धा गर्नुहोस्। आफू भित्रको नेता छोड्नुहोस्, जुन जति बजे खोजे पनि आउन सक्छ त्यस्ता नेता खोज्नु होला। त्यो मौसमी नेताभन्दा टाढा रहनु होला। त्यो मौसमी नेताले तपाईले कल्याण गर्नेवाला छैन। त्यो विगतको दिनले हामीले प्रमाणित गरिसकेको छ। म कुनै पनि पार्टीको चाहिँ एउटा पक्षधर मान्छेको रूपमा अहिले चाहिँ मैले यो सल्लाह दिइरहेको छैन। मैले यथार्थ कुरा गर्न चाहन्छु र गरिरहेको छु। त्यो तपाईहरु बुझिरहनु भयो होला। अर्को कुरा, जातीय साम्प्रदायिकता भन्दा माथि उठेर मतदान गर्नु होला। जातीय अथवा साम्प्रदायिकता भनेको क्षणिक हो, त्यो लङ लास्टिङ होइन। त्यो कुनै चाहिँ व्यक्ति विशेषलाई त्यसले फाइदा गर्न सक्छ। समग्र जाति, समग्र समुदाय अथवा सम्पूर्ण त्यो सम्प्रदायमा पर्ने व्यक्तिलाई फाइदा हुँदैन। त्यसकारण एउटा योग्य मानव भएर, एउटा योग्य नागरिक भएर, एउटा योग्य मतदाता भएर निर्वाचन भाग लिनु होला। म जाँदैन निर्वाचन किन गर्ने, तपाईँ गए पनि निर्वाचन हुन्छ, तपाईँ नगए पनि निर्वाचन हुन्छ, तपाईँ गए पनि कुनै नेता चुनिन्छ, तपाईँ नगए पनि नेता चुनिन्छ। Why not take part in the election? Take part, that is your right. That is your right of citizen. And you have to take your right. Don't go behind of your right.
त्यो राइटभन्दा पछाडि नजानुस्, न त तपाईँलाई कसैले भ्यालु दिँदैन। आफ्नो राइट आफूले लिने हो, अरूले राइट तपाईँको दिँदैन। राइट भनेको त एउटा अधिकार भनेको यस्तो कुरा हो कसैले दिँदैन, खोज्न सक्नुपर्छ। हो, कसैसँग बाध्यता हुन्छ, ठिक छ, बाध्यता छ भने त तपाईँले राम्रो चाहिँ त्यसलाई साथ दिनुहोस् न, के फरक पर्यो। तपाईँले नेता हुनुपर्छ जरुरी छ, मै नेता हुनुपर्छ जरुरी छ। जो राम्रो गर्छ त्यसलाई नेता बनाइदिनुहोस् न, के फरक पर्छ, केही फरक पर्दैन। द्याट इज द ग्रेट वर्क अफ द ग्रेट लिडर, द्याट इज द ग्रेट वर्क अफ द ग्रेट सिटिजन, द्याट इज द ग्रेट वर्क अफ द ग्रेट भोटर्स। साबित गर्नुहोस् न, के फरक पर्छ। अर्को कुरा मैले भनिसकेँ, जातीय र साम्प्रदायिकताभन्दा माथि उठेर मतदान गर्नु होला। अहिलेसम्म राज्यलाई शोषण गर्ने, राज्यलाई धोका दिने, विश्व सामु नै लज्जित पार्ने नेतालाई कदापि नचुन्नु होला। सबभन्दा पहिला मलाई सोध्नुहुन्छ भने म मधेसी होला, म कुनै तराईवासी होला, शाह होला, यादव होला, के होला, समग्रमा हामी नेपाली छौँ। नेपाल हाम्रो राष्ट्र हो। नेपालको राष्ट्रियता, नेपालको गौरव, नेपालको इज्जत र प्रतिष्ठा विश्व सामु लज्जित हुन दिनु हुँदैन। त्यो एउटा सभ्य र गौरवशाली नागरिकको दायित्व पर्छ। दायित्व मात्रै होइन, परम दायित्व हो, परम धर्म हो। अर्को कुरा, ती शोषकहरूलाई सबक सिकाउनु होला। नेपालको विगतको साख र बीचमै चिनाउने अस्तित्व जुन यी नेताहरूले हराइसकेका छ, देशलाई के भन्ने, त्यसलाई पुरा एकदम थिचो मिचो गरौँ कि त्यसलाई छिया पारिसकेको छ, विश्व सामु लजास्पद बनाइसकेको छ। कुनै पनि देशले नेपालीलाई त्यति भ्यालु दिइरहेको अवस्था छैन। हामी दोष दिन्छौँ, यो अमेरिकाको गेम हो, यो इन्डियाको गेम हो, यो चाइनाको गेम हो। कस्तो मूर्ख हामी नेपाली। नेपालको साँचो हामीसँग हुनुपर्छ या छ भन्नु पर्यो नि। साँचो हामीसँग छ, दोषहरूलाई दिएर जनतालाई दोषी बनाउन मिल्छ? त जस्ता नेताहरू कलङ्क हो, नेपालीको नाममा कलङ्क हो। साँचो तिमीसँग छ, देश चलाउने नेतृत्व तिमीसँग छ, मतदाताले तिमीले भोट दिइरहेछ, तिमीले जिताएर संसदमा पठाइरहेछ। दोष इन्डिया, चाइना र अमेरिकालाई दिन मिल्छ? कस्तो मूर्ख होइन, महामूर्ख तिमीहरू छौ। त्यस्तो कुरा गरेर, वयात कुरा गरेर जनता र मतदातालाई बेवकुफ बनाउने कुरा गर्नु हुँदैन। यदि तिमीसँग त्यो दम्भ छैन भने चुनावमा किन भाग लिन्छ? चुनावमा किन भाग लिन्छ? देशलाई एउटा इन्डियाको भाग, देशलाई एउटा इन्डियाको प्रान्त घोषित गरेर भइहाल्यो नि। दोषारोपण गरेर गलत कुरा हो। राष्ट्रियतालाई जहिले पनि माथि राखेर अरू देशलाई दोष लगाएर आफू उम्कन खोज्नु भनेको त्यो नैतिकहीन चरित्र भएको नेताको काम हो। ठिक छ, इन्डियाको आफ्नो स्वार्थ होला, चाइनाको आफ्नो स्वार्थ होला, अमेरिकाको आफ्नो स्वार्थ होला, तिमीसँग दम हुनु पर्यो नि। यिनीहरू यो स्वार्थको गेम खेलिरहेछ, त्यो स्वार्थमा किन पर्ने? आफ्नो राष्ट्रियतालाई जोगाउने काम गर्ने किन गर्ने? आफ्नो देशभित्रको मान्छेहरूलाई मिलाएर जाने कि नजाने? विभिन्न किसिमको साम्प्रदायिकता, विभिन्न किसिमको जाति विभेद, विभिन्न किसिमको धार्मिक विभेदमा देशलाई बर्बाद गर्ने, त्यो गलत कुरा हो। त्यो कदापि गर्नु हुँदैन। त्यो चाहिँ भविष्यले माफ गर्दैन। अब पहिलाको जस्तो नेपाली जनता छैन। त्यसले एक हिसाब चुक्ता गराउँछ ती नेताहरूले। त्यो गएको जेनजी आन्दोलनबाट प्रमाणित भइसकेको कुरा छ। र अन्तमा सम्पूर्ण मतदाता दाजुभाइ दिदीबहिनी र मेरा साथीहरूलाई बिन्ती गर्न चाहन्छु, यसपालि यो मौकालाई चाहिँ फाइदा उठाउनु होला र देशलाई एउटा दूरगामी निकासमा, एउटा सस्टेनेबल डेभलपमेन्टतिर लग्ने प्रयास गर्नु होला। म बिन्ती गरेँ। धन्यवाद।